हेलो गाइस एन्ड गुरुजहरू, हामी चाहिँ अहिलेको सरकारको भनाइअनुसार मुद्दाअनुसार चाहिँ हामीले फलो गरिरहेका छौँ। मान्छे बसे जाए पनि जाओस्, मरे पनि मरोस्, तर बाँदर चाहिँ मर्नु भएन, बाँदरलाई चाहिँ खेताउनु भएन। त्यही भएर हामीले बाँदर पालिरहेछौँ। अब यो चाहिँ तेस्रो पटकको हो। यो चाहिँ तेस्रो पटकमा त लगभग सिद्ध्यायो। प्रथम पटक चाहिँ यहाँनिर वारपार सिद्ध्यायो, दोस्रो पटक यो तलको सिद्ध्याएको, तेस्रो पटक चाहिँ यो सिद्ध्यायो। हाम्रो बाँदर नि के अरे बाँदर कुबुरी होइन, माननीय आशिका तामाङको भनाइले चाहिँ हामीले फलो गरेर बाँदर हामीले पालिरहेछौँ। बाँदर चाहिँ मर्नु भएन, बाँदर खेदाउनु भएन, बरु हामी बसाइ गए पनि जाउँला, तर बाँदर चाहिँ बाँच्नु पर्यो। त्यसको रुल्स चाहिँ हामीले फलो गरेर बाँदर पालिरहेछौँ। अब चाहिँ लगभग सकिसक्यो पनि मकै पनि। अब अर्कै ठाउँ गएर खान्छ, अरू ठाउँ पनि छ, हामीले चाहिँ खुवायौँ।